ल आयो हजुर, आयो 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 लोकल अर्ग्यानिक माछा, रजबाम, चुचेबाम, यो अर्ग्यानिक है, यो ताउमा लोकल अगेनामा यो केराको पातमाथि अर्ग्यानिक माछा पकाएर टक्क लोकल कागतीको रस हालेर चट्ट ग्रेभी सुप बनाएर फापरको ढेँडो, कोदोको ढेँडो, मकैको ढेँडोसँग खान साह्रै मिठो हुन्छ त हजुर। यो हेर्नुहोस् त, यो अर्ग्यानिक माछा मैले यहाँ आरामले बफाउँदैछु हजुर। यो हेर्नुहोस् त, यो चोयाको डोकोबाट भत्केको बिग्रेको यो डोकोलाई मैले सदुपयोग गर्दै अर्ग्यानिक माछालाई बफाएर तयारी गर्दैछु है। यसलाई चाहिँ टक्क पकाएर मजाले खानुपर्छ ढेँडोसँग है, अर्ग्यानिक ढेँडोसँग। ल हेर्नु होला, आज यो मेरो भान्सा है। म गोर्खा आउने क्रममा चाहिँ मेरो कामहरू यस्तै हुन्छ है। अनि निङ्ग्रो खाने, यो अर्ग्यानिक माछा खाने है, अनि के अरे अर्ग्यानिक कामहरू गर्छु म। हस् हजुर, नमस्कार सबैलाई। र मेरो यो भिडियो हेरेर लाइक सेयर र सब्सक्राइब पनि गरिदिनु होला, ताकि माछा बफाउने तरिका तपाईँहरूले पनि अर्ग्यानिक तरिकाले जान्न पाउनु भएको होस् है त। ल नमस्कार।